केटा बिजी हुँदा केटी फ्री हुन्छ होइन। केटी बिजी हुँदा केटा फ्री हुन्छ। बल्ल तल यी दुवैजना फ्री भएर जब बोल्न बस्छ नि अनि झगडा हुन्छ। अनि त्यसपछि कहाँबाट लभ पर्छ, कहाँबाट बिहे हुन्छ, कहाँबाट छोराछोरी जन्मिन्छ। अनि उहाँ भने समाचारमा चाहिँ जनसङ्ख्या घट्यो, अब एउटै परिवारले 3-3टा बच्चा जन्माउनु पर्यो अरे। इस! कहाँबाट जन्माउँछ यस्तो तालले त। सम्झिने पानी छम्किने, सम्झिने पानी छम्किने हो कि नाइ भन्नु त साथीहरू? यस्तो तालले काहीँ चल्छ? अब बुढाबुढीको पनि अब फुटबल आइरहेछ, अब 1 बजे नि राति उठ्नु पर्यो, 2 बजे नि उठ्नु पर्यो या कहिले त 3-4 बजे नै उठ्नु पर्यो। अब कि झगडा भइरा हुन्छ, झगडा भइरा बेलामा अब कहाँबाट छोराछोरी हुनु? सम्झिने पानी छम्किने। अब गाह्रो छ है गाह्रो छ, जनसङ्ख्या बढ्न धेरै गाह्रो छ। मैले बुझिसकेँ, हजुरहरूले बुझ्नु भएको छ कि छैन? कमेन्ट बिलो। अहिले जनसङ्ख्या बढ्दैन, बढ्दैन।